लाग्यो मलाई। यहाँ बेड रहेछ हैन, यो बेड कुन चाहिँ रुममा चाहिँ बस्ने त तिमी? ल भन। कहाँ गयो यार? त्यही त रुम त हेर्नु पर्यो नि, कुन चाहिँ रुम ठिक लाग्छ तिमीलाई भन त। यो प्याराडाइज होटेलको चाहिँ हैन, यो एउटा कटेज कस्तो यो र यो कटेजहरू सबै उस्तै उस्तै रहेछ हैन। कटेज चाहिँ फुल कटेजै अब लिने हो कि तिमी एउटा रुम मात्र लिने हो भने यहाँनिर चाहिँ अब बेड मात्र रहेछ हैन। यतापट्टि चाहिँ बेडरुम विथ यतापट्टि चाहिँ यो उ छ क्या, यो के अरे टोयलेट पनि विथ टोयलेट हो चाहिँ यो चाहिँ हैन। यसको चाहिँ एट्याच बाथरुमवाला यो एउटा रुमको मात्रै चाहिँ 5000 हो। अब यो दुईटै अब यो फुल लियो भनेदेखि चाहिँ यो फुल कटेजै आफूले लिने हो भने चाहिँ कति भनौँ 8000 सम्म गरिदिन्छु मैले। अब यो साइड बस्नु मन छ कि यो साइड बस्नु मन छ हैन, सेम छ कि खासै केही फरक छैन यसमा हैन, यो सेम हो है। 8000 है पर डे 8000। अब 5-6 दिन बस्ने भयो भने अझ मिलाइदिन्छु। अनि अब oh my god, okay. अब यसो गार्डनहरुमा बस्न मन छ भने यतातिर आएर बस्ने ठाउँ पनि छ हैन। यो प्याराडाइज होटलमा चाहिँ अब रुफटप वाला बस्ने हो भने यता पनि छ है, अझ राम्रो खालको छ यताबडी। यता आम त यता आम। यो यसमा चाहिँ रुफटप पनि छ के। यो बटो हो के। यो चाहिँ रुफटपमा चाहिँ यो चाहिँ अलिकति थोरै त्यस्तो धेरै फरक छैन, थोरै अनि यो ठाउँ कस्तो लाग्यो त? एकदम गार्डनहरु चाहिँ एकदम नेचरल लभर परे हैन म चाहिँ एकदम हैन। त्यही भएर चाहिँ मैले गार्डन चाहिँ एकदम राम्रो बनाइराखेको छु है। यसो फोटो सोटो खिच्नु मन लाग्यो भने खिच्दा हुन्छ हैन। पुरै गार्डन चाहिँ ठुलो गार्डन छ के। यो रिसोर्ट एकदम राम्रो खालको रिसोर्ट हो, भिआइपी रिसोर्ट हो के। एकदम भिआइपी रिसोर्ट हो यो। राम्रो छैन त? ल ल ल